आज हुने नेपाल र ओमान बीचको खेल पनि अस्ति दुबई अनि कतारसँग भएको जस्तै हुन सक्छ। त्यसैले आफू म प्रोटिन खाँदैछु। सबैभन्दा धेरै प्रोटिन चाहिँ अम्मामा हुन्छ। त्यसैले आजको खेल हेर्नुभन्दा अगाडि ज्यान तन्दुरुस्त राख्नु होला। के त हिजोको जस्तै अस्तिको जस्तै लास्ट ओभरमा 10 रन चाहिएर छक्का हानेको जस्तै हार्ट एट्याक आउने सम्भावना धेरै हुन्छ। त्यसैले सकेसम्म एकजना साथी राख्नुहोस् जसलाई चाहिँ फेरि क्रिकेटको नाममा कृपण नआओस्, ताकि केही गरी तपाईँलाई हार्ट एट्याक आयो भने उसले बचाउन सकोस् तपाईँलाई। साथमा कोही नरहेकन हेर्नु भयो भने हार्ट एट्याक आउला है। आजको ओमान र नेपालको म्याच चाहिँ फाइनल जस्तै हो। जसले जित्यो उसले ट्रफी उठायो र विश्वकप पनि छनौट भयो। याद गर्नुहोस्, आजको खेल नेपालले जित्ला तर कठिन भनेको अवश्य हुनेछ। अस्तिको दुईटा म्याच हेरेर मलाई अलिकति ढुकढुक ढुकढुक त भइरहेछ। अन्तिम ओभरमै गएर गेम जित्ने त होइन होला। केही गरी यो अवश्य पनि फेरि दोहोरियो भने चाहिँ कडा हुनेछ है। को हस्पिटल जाने हो, के गर्ने हो, हस्पिटलको नम्बर चाहिँ राख, एम्बुलेन्सको नम्बर चाहिँ राख्नुहोस् है। ट्याक 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 हार्ट एट्याक ट्याक 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 थिचेर जानु पऱ्यो नि। उनीहरूको कुरा हार्ट एट्याक हुने मान्छे चाहिँ बिल्कुलै नहेर्नुहोस् है। भोलि श्रीमान श्रीमती छ आमा बाउलाई गाह्रो होला नि। फेरि प्रोटिन अम्बा चाहिँ सबैभन्दा धेरै प्रोटिन हुने अम्बा खाएर ढ्याक्क तन्दुरुस्त भएर बस्नुहोस्। काजु साजु के छ खाएर बस्नुहोस्। काम आउँछ। आज 12 बजेसम्म एउटा साथी लिएर सुत्नुहोस् है। हेर्नै पर्ने साथी ल्याएर बस्नुहोस्, हेर्नुहोस्। तर बुढाखाडा हार्ट एट्याक हुने प्रेसर हाई हुने मान्छेले चाहिँ नहेर्नु नि। फेरि हस्पिटलमा बेड खाली नहुन सक्छ आज है। दुईटा म्याचले यही प्रमाणित गरेको छ। नेपाल ओमान बीचको खेल फाइनल हो। जसले जित्यो त्यसले ट्रफी उचाल्यो यसपालि र बेस्ट विशेष फर नेपाल। त्यस्तरी हार्ट एट्याक नै आउने गरी चाहिँ खेल नखेलिदिनु नि। फेरि हामीलाई गाह्रो हुन्छ, आम नेपालीलाई गाह्रो हुन्छ। ल राम्रोसँग खेलिदिनुहोस्। पहिला ब्याटिङ गर्यो भने 180 जति हानिदिनुहोस् न है। दोस्रो ब्याटिङ गर्नुभयो भने 17-18 ओभरमै जितिदिनुहोस् न है। 20 ओभरमा नखेल्नुहोस्।